नमस्कार सबैजनालाई। आज म तपाईहरुमाझ एउटा नयाँ भिडियो लिएर आएको छु। भिडियोमा मैले गाँजाको घरेलु औषधि प्रयोगको विषयमा केही कुराहरू प्रकाश पार्न गइरहेको छु। जसमा नम्बर 1 मा छ गाँजाको पातको रस निकाली कानमा 2-3 थोपा राख्दा टाउको दुखेको निको हुन्छ। नम्बर 2 मा छ गाँजाको चूर्ण बनाई मरिचको धुलोसँग मिसाई बिहान बेलुका सेवन गर्नाले रुचि बढ्छ। नम्बर 3 मा छ गाँजालाई अरु औषधि जस्तै मात्रा मिलाएर लिएमा त्यसले यौन शक्ति बढाउँछ। नम्बर 4 मा छ गाँजाको पातको चूर्ण बनाई काटेको वा अन्य घाउमा लगाउँदा घाउ छिटो निको हुन्छ। नम्बर 5 मा छ गाँजाको बिउको तेलले मालिस गर्दा हाड जोर्नीको दुखाइ निको हुन्छ। त्यसैगरी नम्बर 6 गाँजाको चूर्ण 1 मात्रा, अदुवाको धुलो 2 मात्रा, जिराको धुलो 4 मात्रा मिलाएर बनाएको मिश्रणले कोलाइटिस वा मासी अतिसार ठीक हुन्छ। तपाईलाई आजको हाम्रो भिडियो कस्तो लाग्यो? कृपया सल्लाह सुझावको लागि कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला। साथै हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरी अलमा दबाउनु होला, जसले गर्दा आगामी दिनहरूमा यस्तै ज्ञानमूलक भिडियोहरू समयमै प्राप्त गर्नुहुनेछ। धन्यवाद।